दिव्योपदेश नै सनातन संविधान हो। किन भन्दाखेरि उहाँले जब त्यो दिव्योपदेश दिनुभएको छ, दिव्योपदेशमा उहाँले प्रष्ट रूपमा के भन्नुभएको छ भने, मैले भएको सबै यहाँ नेपालमा भएको सबै विधान पढेँ, मलाई पनि एउटा विधान बनाउन मन थियो तर समय भ्याइन, त्यही भएर समय नभएको भएर यो सूत्र चाहिँ राखिरहनु। किन को लागि सूत्र राख्नु त? देश थामेर खानु भनेर एउटा त्यो संविधान हामीसँग छ सनातन। र अब अहिले आज प्रेजेन्ट स्टेटमा जहाँ संविधान हामी सस्पेन्डेड छ भन्छौँ, संविधान चाहिँ जुन मान्ने पनि छन् नमान्ने पनि छन्, सबै प्रकारका छौँ भन्छौँ, यसको जेनेसिस हेरौँ त। जसरी हामीले पृथ्वीनारायण शाहको सनातन संविधानको जेनेसिस र उसको सुरुवातको हामीले यदि कुरा गऱ्यौँ भने, यो संविधानको सुरुवात हेरौँ त कसरी भयो। 10 वर्ष भयो संविधान आएको। यो संविधान लेखिने बेलामा हामीहरूबाट हामीलाई यो संविधान आउँछ ड्राफ्ट, तिमीहरूले यो यसमा कमेन्ट गर्न पाउँछौ है भनेर भनिएको थियो। भनिएको थियो। कति दिन पाएँ थाहा छ हामीले? 1 दिन। मौका महाराज